गाइज नमस्कार। आज चाहिँ मेरो कुपाङबाट सामान आएको रहेछ, त्यही लिनको लागि जाँदैछु। दुईजना केटाहरू छन् साथीहरू, अनि हाम्रो चाहिँ यहाँनिर हो ठ्याक्क जानुपर्ने चाहिँ यहाँनिर छ सामान आएको। अहिले कोरियाको हिजो मस्त हिउँ परिरहेको थियो, आज चाहिँ पुरै घाम लागिरहेको छ। घाम लागे पनि समुद्र नजिकै भएर होला, हावा चाहिँ धेरै नै चलिरहेको छ यहाँनिर अहिले। यस्तै हो। भन केही भन। लक्ष्मण त आज फर्स्ट टाइम होला होइन? ठिक छ, धन्यवाद। होइन तिम्रो पनि दोस्रो टाइम नै हो, फरक त छैन। होइन दोस्रो तिम्रो पनि दोस्रो टाइम हो। होइन दोस्रो टाइम होइन, अब हेर अब त फेरि डेली हो नि त। दोस्रो टाइम 3 दिनसम्म डेली हो। होइन मेरो त 3 दिनसम्म भयो भने कन्टिन्यू त गर्नु पर्यो नि त। त्यहाँदेखि उता हामीले आजको लागि मात्र सोच्नुपर्छ क्या। आजको लागि सोच्यो भने भोलि के हुन्छ कसैले देखेको हुँदैन होइन। गएछ नि त्यहाँ के भयो जेब्रा क्रसिङ गएछ चक्का। अब यहाँ ट्याक्क जेब्रा क्रसिङ आयो, हामीले चाहिँ उता जानुपर्छ। जेब्रा क्रसिङ 5 मिनट कुर्ने हो। पछाडिबाट साइकलले हान्देला भन्ने डर हुन्छ। गाडी साडी त खासै डर हुँदैन, तर कहाँ ल अगाडिबाट जाउँ न। यता अगाडिबाट चाहिँ जाँदा हुन्थ्यो। हाम्रो थाङ्गुजाङ चाहिँ यहाँनिर छ। थाङ्गुजाङ के छ लक्ष्मणसी? ठिक छ। भुषाल के हो बोलिदेऊ न त अनि केही। चर्चा पाउँछ, त्यही भएर एकछिन स्ट्रगल पनि त गर्नु पर्यो नि अलिअलि। लासिङ पनि खुलिसकेको छ। अब यो त फेरि हाम्रो बाटो हो क्या, यो त सक्दैन क्या, कसैले सक्दैन क्या। ल भुषालको पालो। आज चाहिँ थाङ्गुजाङ फेरि आइयो। यहाँनिर चाहिँ हाम्रो आज 3 जना भइरहेछौँ, त्यही भएर आज तासवाला खेल्ने भइयो। ए ल समात। यो यहाँ बाटोमा पनि सिसा रहेछ। कोरियामा पनि फोहोर चाहिँ डेन्जरै हुने कहाँ माछाहरू। है माछा के हेर्नु यार, नेपालमा हामी खेतमा कति मारिन्थ्यो माछा। यहाँ स्पा छ, स्पा। स्पा भन्ने बित्तिखेर केटाहरू कान ठाडो ठाडो हुन थाल्छ क्या। ओहो स्पामा फेरि यहाँ मसाज फेरि खतरा हुन्छ क्या। अनि मसाज सेन्टर भन्ने बित्तिकै फेरि केटाहरूको चाहिँ कान ठाडो ठाडो बनाउनु थाल्छ। यस्तोमा चाहिँ लाग्न हुँदैन। यो मान्छे अलिक बढी लाग्छ, यो भुषाल होइन लक्ष्मण। यो मान्छे चाहिँ अब चाहिँ हामी हाम्रो अपार्ट आइपुगेको छ। अब त्यहाँबाट सामान लिएर जानुपर्ने छ। माटोहरूको प्राइस धेरै हुन्छ नि त, माटोहरूबाटै कुरियर हुने रहेछ। तिम्रो त्यो अङ्गालोमा यही हो। बाहिर त डेन्जरै चिसो छ आज नि। के साह्रो कालो आएको। यताबाट खिच्दाखेरि चाहिँ गोरो आउँदो रहेछ। हामी चाहिँ अहिले लिफ्टमा छौँ। यी चाहिँ गायककार हुन् स्वर-बिनाको। म चाहिँ गिटार हो, कड बिनाको। गिटार हो, कड बिनाको। अलराउन्डर प्याकेज होइन। अलराउन्डर प्याकेज भनेपछि अब जता पनि होइन, आउने हो नि। अब चाहिँ ट्याक्कसँगले मेरो सामान आइसकेको रहेछ यहाँनिर। यो भित्र ल्याऊ त। ठिक छ ल। ए ल फेरि फाइनली अब मेरो सामान चाहिँ अनबक्सिङ हुन आँटेको छ। के सामान छ भन्ने कुरा चाहिँ मलाई
चाहिँ मेरो गिटार चाहिँ आइसकेको छ। अब हेरौँ लेट्स सी कस्तो छ भन्ने कुरा चाहिँ अब हेरेपछि थाहा हुन्छ। अब गिटार चाहिँ तर अलिक कुन कम्पनी राम्रो छ जस्तो छ। सानो नै ठिक हुन्छ सानो त ठिकै हुन्छ ठिकै रहेछ गिटार चाहिँ मेरो सामान चाहिँ यही थियो। अरू पनि क्याप सेप यहाँ चाहिँ अटिरो बजाउनु चाहिँ आउँदैन होइन, यो सिक्नको लागि किनेको। यो चाहिँ नेपुवाको क्लासिक एकोस्टिक गिटार, बिगिनर लेभलको गिटार हो, त्यस्तो साह्रो त होइन। हेर्न सक्नुहुन्छ नेपुवाको एकदमै राम्रो गिटार छ। मान्छेको त कुरै नगरौँ न, हाम्रो होइन यो गिटार चाहिँ नबजाम होला हौ। गाइज आजको लागि चाहिँ यति नै। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु होला। धन्यवाद।